ल है त साथी हो आज चाहिँ र जङ्गलतिर निङ्गुरो खोज्न गइयो है त निगुरो खोज्न जाँदैछौँ है साथी हो ल है त साथी एकदमै रमाइलो छ है यो जङ्गल चाहिँ अब विभिन्न किसिमको रुख बिरुवाहरू छन् एकदमै हरियालीको सिजन आएको छ वैशाखको समयमा पानी परेकोले पनि एकदमै रुख बिरुवाहरूको पाउलाहरू पलाएको चाहिँ एकदम रमाइलो छ है साथीहरूलाई त हेर्नुहोस् है यो चाहिँ तराईको जङ्गल हो तालतला नजिकै रहेको जङ्गल पहाडको जङ्गल हो भने त उकालो ओह्रालो भेर पहरा गाह्रो साह्रो अप्ठ्यारो अब्स्टेकलहरू धेरै हुने हुन्थ्यो भने अब यहाँ चाहिँ त्यस्तो अब्स्टेकलहरू केही पनि छैन समर्थर जमिन भएकोले चाहिँ र ल साथीहरू निगुरो चाहिँ एकदमै हरियाली भएको रहेछ है त गजब लाग्यो सिधै पर एउटा बिचमा एउटा चौरी रहेछ नि यहाँ पर बर बिपलमा छ पानीको कल पनि रहेछ त्यहाँ कल पनि रहेछ यो सिधै जाँदा है फेरि ए तालतलै नै निस्किन्छ ठ्याक्कै यो बाटो चाहिँ
सिधै जानु बाटो छ नि हजुर यसरी यस्तो गएको बाटो छ नि एउटा कलमा नजानु कलमा पुगेपछि थाहा पाउँछ कलको यतै छ कि सिधै पुग्नु यसरी जाने सिधै हुन्छ यता र उता जाने बाटो नजानु ल त्यहाँ ठुलो बाटो छ कलदेखिको कुरा गरेको अनि कलको यतापट्टि पनि छ अनि कल सिधै यता हेरेर जानु सिधै कल पुग्नुहुन्छ अघि हुत्ताउनु हुने आमै पो मलाई दाह्रो हुत्ताइदिएको होइन आमै दाह्रो हुत्ताउनु लगाएको थियो होइन तपाईँलाई नै बिचरा यसो लाउँदै राख्नु मिलेको थिचेर हामी कति बेला टिप्ने ल है साथीहरू अब निङ्गुरो टिप्न सुरु भयो है अब यतैबाट हामी टिप्दै जानेछौँ अब कति हुन्छ अनि भरे देखाउनेछौँ है त है निङ्गुरो टिप्न सुरु गऱ्यौँ है हजुर ए होला त्यही त डोको भयो साथीहरू यो चाहिँ औषधिको रूपमा प्रयोग भन्छ ल है यो रुखमा त जडीबुटी पनि रहेछ है गाँठे मजाको यो चाहिँ औषधिको प्रयोग हुन्छ भन्छ यो रुखमा भएको के रहेछ यो पाकै छ हौ यो त के हो यो पाके छ त खाना हुने भए पनि पापा खानुहुन्थ्यो यता पो रहेछ थुप्रो भयो
लाई त निङ्गुरो चाहिँ प्रशस्तै पाउँदो रहेछ है। अहिले सिजन एकदमै मजाले निङ्गुरो चाहिँ पलाएको रहेछ है साथी हो। लाई साथी हो निङ्गुरो चाहिँ प्रशस्तै रहेछ है यहाँ चाहिँ। कति जङ्गलैभरि प्रशस्त उम्रिएको रहेछ। ठ्याक्कै यो सिजनमा पानी परेको बेला ठ्याक्कै उम्रिएछ, धेरै छ। लाई साथी कति मजाको फुल पो फुलेको रहेछ हौ यो भित्र त जङ्गलमा रे। पातबाट पनि निस्केर सर्लक्क फुलेको पिङ्क कलरको फुल। लाई निङ्गुरो चाहिँ यही हो, यति नै राम्रो खालको छ निङ्गुरो चाहिँ। लाई त साथी हो आज चाहिँ निङ्गुरो खोजेर हामी फर्किसक्यौँ। यहाँ बिचमा चाहिँ जङ्गलको बिचमा चाहिँ यस्तो चौरी रहेछ, यस्तो बस्ने ठाउँ पनि बनाएको रहेछ, रमाइलो बनाएको रहेछ। यो तालतलाई निस्किने बेलाको भन्दा अगाडिको ठाउँ रहेछ यो चाहिँ। यहाँ गाईबस्तुहरू पनि चराउँदै हुनुहुन्छ यतातिर। गाईबस्तु भैँसी बाख्राहरू चराउँदै हुनुहुन्छ। आमाले थोरै दाउरा पनि भेटेर यसरी बोरामा प्याक गरेर ल्याएका छौँ दाउरा पनि। लाई त साथीहरू आजको भिडियोलाई यतिमै म इन्डिङ गर्छु। यो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला है त। गुड बाई।